हेलो गाइस, आज चाहिँ हामी यहाँ पार्लरमा आइरहेको छ हो राम्रै हुनुको लागि। म रेडी छु मेरो हात राम्रै बनाउनुको लागि। हामी सबै टिचरहरू आइरहेको छ, सबैजना होइन तर एक दुईजना। यहाँ चाहिँ छ हाम्रो मिस जमुना मेनिक्योर गराउनु हुँदैछ। तपाईँको त यो अस्ति पाउनु पर्थ्यो है, बिफोर म्यारिज। ज्यादा मेरो क्या नलाग्दो भयो रहेछ, आधी लामो आधी छोटो, नौमै छैन। चाहिँ फोटो खिच्दा पनि हुने रहेछ, मजाको रहेछ। We all are waiting here. कस्तो राम्रो हो, अब झन् राम्रै हुनेछ हाम्रो मिसहरू। तपाईँ के गर्नुहुने अरे? सल्लाह मन्डे चिन्छ होला है अरूले। म चाहिँ गर्नेछु मेनिक्योर गाइज। हेरौँ अब नङदै माथि र तल छोटो लामो छ, अब कस्तो हुन्छ लेट्स सी। एक्वेरियम चाहिँ क्यूट कलर हो। के मजा गर्ने फिस ओन्ली वान। Cute bird. Cake after facial, how you feel? Fresh, no? Your face is glowing now. I hope your wife will recognize you. Gee, this guys, in the TV, man, found that. यहाँ हाम्रो म्याडमको स्टार्ट भयो अब मेनिक्योर। सल्लाह राम्रो केटीको राम्रो हातमा राम्रै बनाइदिँदै रहेछ। अन्त स्पेशल फिल भइरहेको छ। साथीले पनि फ्रीमा चाहिँ खोज्दा रहेछ नि त। महिनामा सधैँ फ्री के गर्दा है। सल्लाह पछि नसुताउनु न, अब बेहुली हुँदा पनि आउँछ नि टाइम यस्तो हुने प्याम्पर। त्यति बेला प्याम्परिङको टाइमहरू आउँछ नि। हाम्रो त सकिहाल्यो अब। खोजिदिनु नि एउटा राम्रो। ए एनिभर्सरीमा त फेरि भन्यो कि नाम हो येल्लो होइन। यो हेर्नु यो ब्ल्याक। भन्नुहोस् कस्तो फिल हुँदैछ? भन्नु न हौ। कस्तो बेहुली मजाको चाहिँ। ए हो ए गिफ्ट किनेर जानुपर्ने अब। यहाँनिर खुट्टै उसिन्नु आँटेको छ। How are you feeling now? Feeling fresh or not? सुतेर उठेको सपना देखेर है।
हात सेतो पार्नु कालो पार्नु आएको क्या म्याम कालो पो त हात त अन्त यति पाक्छ होला यतिले भुइँ चलाउनु कसरी पाक्छ होला है सम्झेर कसो अरे गाइस म पर्खेकोले निदाउन मेरो ट्रन पनि आएको छैन हो कहिले हुनु कहिले घर जानु यहीँ सुत्नु आँटिसक्यो म एटलिस्ट भोलि चाहिँ सन्डे हो र मन्डे भएर म यहाँ बस्थेँ एडिट गर्छ होला नि त तपाईँ बिफोर गाइस बिफोर गाइस फाइनली बल्ल चलायो कतिको दामी आज बुहारीले काम गर्दैन बोली पनि गर्दैन सासुवा भने नयाँ आलु ल्याइराखेको हुनु है त्यो टास्ने खालको आम्स त खतरा छ त आम्स त खतरा छ त पुसअप राम्रै गर्छ क्या हो युनिभर्सिटीमा ल अघि उला भनेको जस्तो मेघाला भनेको जस्तै दादाले भन्नु गाइस फाइनली घर आइपुग्यो आज चाहिँ ढिलो भयो हो घर आउँदा आउँदै आमा धन्न गाडी चाहिँ पाइहालेर चाहिँ आइपुग्यो र अब यस्तै छ हात मेरो मेनिक्योर गरेको र यति चाहिँ अब सफै भएको छ होइन नेल पलिस चाहिँ लगाएन अब नेल पलिस आफै लाउँछु घरमा सो आज चाहिँ अब यस्तै थियो हो अब आफ्टर स्कुल चाहिँ हामी अब गयो अनि टिचरहरूलाई चाहिँ अब स्कुलबाट नै हामीलाई अफर थियो चाहिँ त्यही भएर चाहिँ हामी गएको सो थ्याङ्क्स फर वाचिङ मैले ऱ्यान्डमली ब्लग स्टार्ट गरेको छु है र अब त्यसमा चाहिँ प्लिज सब्सक्राइब गरिदिनु नभुल्नु होला लाइक सेयर एन्ड सब्सक्राइब